नमो तस्स भगवतो अर्हतो सम्मा सम्बुद्धस्स भगवान् सम्यक सम्बुद्धमा वन्दना श्रद्धेय भिक्षु भजरन्तज्यूमा वन्दना पूजनीय भिक्षु पतितज्यूमा वन्दना। यस्तै गरेर आजका ज्ञानमाला सङ्घका अध्यक्ष तथा यस कार्यक्रमका सभापति भरतराज साक्यज्यू, बौद्ध उपासिका सङ्घका अध्यक्ष सरिता गुबाजुज्यू लगायत सम्पूर्ण उपासक उपासिकाज्यू तथा अतिथिगणहरूमा म ज्ञानमाला सङ्घको सचिव कमला थापाको तर्फबाट हृदयदेखि नै न्यानो अभिवादन टक्राउन चाहन्छु। आज हामी एउटा विशेष कार्यक्रममा जुटिरहेका छौँ। आज ज्ञानमाला सङ्घ पोखराको 62औं स्थापना दिवस कार्यक्रम रहेको छ र यो स्थापना दिवस कार्यक्रममा पाल्नुहुने सम्पूर्ण संस्थापक सदस्यज्यूहरू, पूर्व अध्यक्षज्यू लगायत सम्पूर्ण अतिथिगण र उपासिका उपासिक सबज्यूहरूलाई पुनः फेरि स्वागत गर्न चाहन्छु र कार्यक्रमको सुरुवात म औपचारिक रूपमा गर्न गइरहेको छु र औपचारिक रूपमा कार्यक्रम सुरु गर्न जाँदा आसन ग्रहण गर्न लागिरहेको छु। आसन ग्रहण गरिदिनु हुनको लागि धर्मशिला बुद्ध विहारका विहार प्रमुख तथा आजका कार्यक्रमका प्रमुख अतिथि पूजनीय भिक्षु दजरन्तज्यूलाई आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। साधु साधु साधु। पूजनीय भिक्षु पदजस्तज्यूलाई पनि म आसन ग्रहण गर्नको लागि आग्रह गर्छु। उहाँ उपस्थित हुनुभएको छैन। यसै गरेर ज्ञानमाला सङ्घका अध्यक्ष तथा आजका यस सभाका सभापति श्री भरतराज साक्यज्यूलाई आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। ज्ञानमाला सङ्घका निवर्तमान अध्यक्ष श्याम साक्यज्यूलाई अगाडिको रोमा आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। ज्ञानमाला सङ्घका पूर्व अध्यक्ष तथा सल्लाहकार गोविन्द ताम्राकारज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। सदस्यमा सभा धर्मसङ्घ बुद्ध विहारका अध्यक्ष तथा हाम्रा ज्ञानमाला सङ्घका उपाध्यक्ष तेजेन्द्र साक्यज्यूलाई अगाडिको रोमा आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। बौद्ध उपासिका सङ्घका अध्यक्ष सरिता गुबाजुज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। युवा बौद्ध सङ्घका संस्थापक अध्यक्ष श्री उत्तममान भट्टाचार्यज्यूलाई आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। मैत्री सङ्घ नारायण स्थानका अध्यक्ष श्री राधेश्याम दासज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। आउनुभएको छ कि छैन? यसै गरेर सोम स्मृति पुरस्कार दाता श्री शान्ति बजाचार्यज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। युवा बौद्ध सङ्घका उपाध्यक्ष सुमन साक्यज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। यसै गरेर वरिष्ठ रचनाकार ज्ञानमालाका भजनका वरिष्ठ रचनाकार श्री विश्वरत्न साक्यज्यूलाई पनि अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। धर्मोदय सभा काशीका अध्यक्ष चन्द्रलक्ष्मी गुबाजुज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। नेपाल राष्ट्रिय ज्ञानमाला समितिका केन्द्रीय सदस्य पश्चिमाञ्चल क्षेत्रीय उपसमितिका सहसंयोजक तथा यस सङ्घका कोषाध्यक्ष सङ्गेन्द्र ताम्राकारज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। आदर्श समाजका प्रधान सम्पादक कृष्ण प्रसाद वास्तवज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। पोखरा भिन्दुना पत्रिकाका प्रधान सम्पादक उदय बहादुर अमात्यज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। यसै गरेर संस्थापक सम्मानित व्यक्तित्वज्यूहरू ब्रिजबान ताम्राकारज्यू अगाडि आएर आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। ब्रिजबान उदासज्यू अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। कृष्ण उदासज्यू उहाँ
उहाँलाई पनि अगाडि आएर आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। यसै गरेर गायक हिराकाजी श्रेष्ठज्यूलाई पनि अगाडि आएर आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। हाम्रो सदस्य पनि हुनुहुन्छ उहाँ र गायक सिद्धिरत्न तर्जेलज्यूले अगाडि आएर आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। यसै गरेर हाम्रो कार्य समिति सदस्य अन्तर्गत सहसचिव हाम्रो विमल उदास्यु यहाँ हुनुहुन्छ भने आसन ग्रहण गरिदिनु होला। त्यसै गरेर हाम्रो कार्यकारिणी सदस्य आनन्द बजाचार्यज्यूलाई पनि आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। हाम्रो गायक तथा हाम्रा सदस्य कार्य समिति सदस्य प्रवीण बुद्धाचार्यज्यूलाई पनि अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। प्रवीण बुद्धाचार्यज्यू। यस्तै गरेर हाम्रो कार्य समिति सदस्य आनन्द राज बजाचार्यज्यूलाई पनि आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। हाम्रो सोमी स्मृति पुरस्कारदाता तथा हाम्रा कार्यकारी सदस्य शान्ति बजाचार्यज्यूलाई पनि अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। र आसन ग्रहणको क्रममा कुनै कोही छुट्नु भएको छ भने माफ गर्नुहोला। र सम्पूर्ण उपासक उपासिकाज्यूहरू सदस्यज्यूहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनुमा पनि म हार्दिक अनुरोध गर्दछु। गरिदिनु हुनको लागि म पूजनीय भिक्षु भजपतिज्यूलाई हार्दिक अनुरोध गर्दछु। उपस्थित श्रद्धालु उपासक उपासिका पञ्चसेव ग्रहण गर्नको निम्ति सम्पूर्णले साधुका व्यक्त गर्नुभई नमो तस्सा वाचन गरिदिनु। Sikkhapadang samadhiyami.
आजको यस ज्ञानमेला सङ्घको 62औं स्थापना दिवस कार्यक्रममा शुभारम्भ गरिदिनु हुनको लागि आज बिहारका बिहार प्रमुख तथा आजका प्रमुख अतिथि पूजनीय भिक्षु दौलतज्यूलाई म दीप प्रज्वलन गरिदिनुमा म हार्दिक अनुरोध गर्दछु र सहयोग गरिदिनु हुनको लागि आजका सभापति भरतराज साकेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। आजको कार्यक्रममा अब पूजनीय भिक्षु दौलतज्यूबाट र सम्पूर्ण उपासक उपासिकाज्यूहरूबाट बुद्ध पूजा गरिदिन म हार्दिक अनुरोध गर्दछु। आज ज्ञानमेला सङ्घको 62औं स्थापनाको सँगसँगै पनि आज परेको हुनाले त्रिरत्नको गुणलाई गुण स्मरण गर्दै बुद्ध धर्म सङ्घको गुणहरूको मनमा स्मरण गर्दै अब हामी सबै मिले सामेल रूपमा बुद्ध पूजा पनि गरौँ। साधु 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 नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धास्सा नमो तस्सा भगवतो अरहतो
आजको यस ज्ञानमाला सङ्घको 62औं स्थापना दिवस कार्यक्रममा स्वागत मन्तव्य राखिदिन हुन यस सङ्घका उपाध्यक्ष तेजेन्द्र साकेजीलाई म हार्दिक अनुरोध गर्दछु। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। तथागत सम्यक सम्बुद्धलाई वन्दना। यस बिहारका बिहार प्रमुख धर्मानुशासक पूजनीय भन्ते राजौँलाज्यूलाई सादर वन्दना। आज ज्ञानमाला सङ्घ धर्मशिला बुद्ध विहारको 61 वर्ष पूर्ण भई 62 वर्ष स्थापना दिवसको कार्यक्रममा यस धर्म हलमा यस कार्यक्रममा उपस्थित हुनुभएका यस कार्यक्रमका ज्ञानमाला सङ्घका अध्यक्ष भरराज साकेज्यू, ज्ञानमाला सङ्घका निवर्तमान अध्यक्ष श्याम साकेज्यू, ज्ञानमाला सङ्घका पूर्व अध्यक्ष सल्लाहकार गोविन्द टङ्ग्राज्यू, यस संस्थाका संस्थापक सदस्य ब्रिजलाल उदासज्यू, ब्रिजमान टङ्ग्राज्यू, रामलाल उदासज्यू, कृष्ण उदासज्यू, यस्तै गरी बौद्ध उपासिका सङ्घका अध्यक्ष सरिता गुबारुज्यू, धर्मोदय सभाका अध्यक्ष तथा बौद्ध उपासिका सङ्घका पूर्व अध्यक्ष चन्द्रलक्ष्मी गुबारुज्यू, बौद्ध उपासिका सङ्घका पूर्व अध्यक्षज्यूहरूका पूर्व सदस्य क्षेत्रलाल कायस्थज्यू, आदर्श समाजका प्रधान सम्पादक कृष्ण वास्तुलाज्यू, ज्ञानमाला सङ्घका सम्पूर्ण गायककार ज्यू र उपस्थित यस संस्थाका ज्ञानमाला सङ्घका सम्पूर्ण पदाधिकारीज्यूहरू, उपस्थित सम्पूर्ण सद्धर्म प्रेमी महानुभावज्यूहरूलाई म हार्दिक न्यानो अभिवादन गर्दछु। आज हाम्रो यो ज्ञानमाला सङ्घ 62 वर्ष पुगिसकेको छ। सर्वप्रथम त म आज यो ज्ञानमाला सङ्घको स्थापना दिवस भएको हुनाले म सर्वप्रथम यस बिहारका दिवंगत हुनुभएका पूजनीय अनागारीका गुरुमा धर्मशिला गुरुमाज्यूलाई, त्यस्तै गरी पूजनीय भन्ते सुभद्रा मास्टरज्यू, त्यस्तै गरी पूजनीय भन्ते सुभद्रा मास्टरज्यू,
र अनागारिका कर्मशिला गुरुमाज्यूलाई म स्मरण गर्न चाहन्छु। त्यसै गरी यो ज्ञानमाला सङ्घमा जुन स्थापना गर्नुभयो पूर्व अध्यक्षज्यूहरू र संस्थापकमा रहनुभएका त्यस बेला स्थापना गर्नुभयो पूजनीय सबै अनागारिका धर्मशिला गुरुमा प्रज्ञारत्न अध्यक्ष प्रज्ञारत्न बजाचार्यज्यू, उपाध्यक्ष धनबहादुर उदासज्यू, सचिव रत्न कुमार कायस्थ उहाँ यही बिहारका उहाँ चाहिँ भन्दै हुनुहुन्छ पूजनीय भन्थे सुभद्र सदानन्द भन्दैज्यू। त्यस्तै गरी कोषाध्यक्षमा उहाँ दिवंगत हुनुभएको छ। यहाँ जति पनि नाम लिएको छु उहाँ दिवंगत भइसक्नुभएको छ। उदयमान उदास, सदस्यमा भैरव बहादुर उदास, अनि अहिले चाहिँ यहाँ जुन हुनुभएको छ रामबहादुर गिरिजालाल उदास, गिरिजामान ताम्राका, कृष्ण उदासज्यूलाई म सम्झन चाहन्छु। उहाँहरूले नै यो यसरी स्थापना नगरेको भए आज हामी यसरी ज्ञानमाला सङ्घमा यसरी यो धम्ममा उपस्थित हुने थिएनौँ। त्यसै गरी म स्मरण गर्न चाहन्छु यो ज्ञानमाला भजन जसले रच्नुभयो, जसले लेख्नुभयो, जुन गाउनुभयो, सर्वप्रथम यो ज्ञानमाला भजन कहाँबाट सुरु भयो भन्दाखेरि स्वयंभूमा जुन सुरु भएको थियो र त्यस बेलामा पूजनीय भन्तीहरूले नै यो रचना गरेर यो ज्ञानमाला भजन सुरु भएको मलाई जहाँसम्म लाग्छ इतिहासमा त्यो मैले वरिष्ठ दाजु विश्वरत्न साथीहरूलाई म हार्दिक अभिवादन टक्राउन चाहन्छु। र पोखरामा जुन ज्ञानमाला भजन जुन हाम्रो अध्यक्षहरू जुन दिवंगत हुनुभएको छ प्रज्ञारत्न बजाचार्य, सोम बजाचार्य, त्यसपछि सुवर्ण बजाचार्य र दिवंगत कृष्णमान गुबालज्यूलाई पनि आज यो कार्यक्रममा म स्मरण गर्न चाहन्छु। उहाँहरूले जुन बाटो देखाएर आउनुभयो, हामी त्यही बाटोमा हामी हिँडिरहेका छौँ। उहाँको सुगतिको म कामना गर्दछु। र आज यो ज्येष्ठ पूर्णिमा, यो ज्येष्ठ पूर्णिमाको पनि धेरै ठुलो महत्त्व छ। मलाई यो ज्येष्ठ पूर्णिमाको बारेमा एकपटक हाम्रो वरिष्ठ ज्ञानमाला भजन रचनाकार विश्वदाले भन्नुभएको थियो, यो आज जुन ज्येष्ठ पूर्णिमा श्रीलङ्कामा जसरी हामीले वैशाख पूर्णिमाको भव्यताका साथ मनाउँछौँ, त्यस्तै गरी आज यो पूर्णिमाको दिनमा श्रीलङ्का पनि एकदम भव्यता साथ त्यो मनाउँदैछ। रचिल अष्टाङ्गी मार्गका शब्दहरू त्यसमा लेखेर त्यसबाट एउटा भजनको मार्फत सबैले बुझोस् भन्ने उद्देश्यले नै यो ज्ञानमाला भजन स्थापना भएको छ। र यस कार्यक्रममा यहाँहरू सम्पूर्ण यहाँ पाल्नुभयो। यस कार्यक्रमलाई सफल पारिदिनु भएकोमा यहाँलाई हार्दिक स्वागत गर्दै मेरो स्वागत मन्तव्य यही समापन भएको म घोषणा गर्छु। भवतु सर्वमङ्गलम्।